लभ माने प्रेम, लभर माने प्रेमी। ठुलो वर्णमालाका कपुरी कदेखि नाकथोप्ली ङसम्म नखारी सक्दै अङ्ग्रेजीका यी दुई शब्द मलाई कण्ठाग्र आउँथे। नआउन् पनि कसरी? सुरुवाल लाउन जान्नुभन्दा पहिले लभ गर्न जान्ने प्रतिभाशाली केटाहरूमध्ये म पनि एक हुँ। तपाईँहरूलाई थाहै होला, धर्म गर्ने मान्छेले धर्मशास्त्रका 2-4वटा शब्द जस्तै भए पनि कण्ठ पारेकै हुन्छ भने लभ गर्ने मान्छेलाई लभशास्त्रका अलिअलि शब्द त कण्ठ हुनु कुन नौलो कुरा भयो र? अहिले पुङमाङ काजी भइयो र पो आखिर दर सन्तान त म पनि जर साहेबकै हुँ। उस बेला जर साहेबहरूको शान शौकत कसले बयान गरिदियोस्? आमाले पेट बोकेदेखि रानी साहेबले बाबु साहेब पाइसिन्छ कि मैया साहेब पाइसिन्छ भन्ने दरबारभरि चर्चाको विषय हुन्थ्यो। तैपनि बहुमत बाबु साहेबकै पक्षमा जान्थ्यो, किनभने बाबु साहेब जन्मिसियो भने छैटीको दिन भाबीले भाग्य लेख्न नपाउँदै जर साहेबको दर्जा पाइसिन्थ्यो। त्यसैले म पनि आमाको पेटैमा बाबु साहेब भएर जन्मेको हुँ। त्यसकारण मैले मुवाको दुध खान हुँदैनथ्यो, खाए इज्जत जान्थ्यो। हामीले दुध खान धाइयामा रहन्थे। दुध खुवाउने दुःखले धाइयामा रहे जस्तै पाउने दुःखले धेरै इज्जतदारले पाइयामा पनि राख्थे। त्यो झन् महा इज्जतको कुरा थियो। मैले यहाँ साउती गर्न खोजेको कुरो चाहिँ के भने, मलाई दुध चुसाउने धाइयामा नै दरबारभरि लभशास्त्र सिकाउने गुरुमा थिइन्। पहिले उनले मेरै बाबुलाई आफै प्रेमिका भएर लभ गर्न सिकाएकी रे। त्यसपछि उनलाई लभ गर्नेमा हाम्रा कान्छा बुबा पछि ठुल्दाज्यू पछि पूजा गोठे बाजे, त्यसपछि बैठके माइलो, त्यसपछि मोतीलाल द्वारे र आखिरमा भोटुचा डोले। उनैको सिको गरेर हाम्रो दिज्यू पनि प्रसादी पण्डितसित लभ गरिसिन्थ्यो। राता राता गाला भएको पुड्को 18-19 को प्रसादी पण्डित जब बिहान बिहान पशुपति र गुहेकालीको जल प्रसाद बाँड्दै आउँथ्यो, हाम्रो दिज्यू मसक्क मस्केर प्रसाद लाइसिन्थ्यो र करक्क आँखा घुमाएर पण्डितको देउरे हातमा एउटा तिनन्नी थमाइदिसिन्थ्यो। 7 हाते लिप्टो धोतीले छोप्न नभ्याएका खस्रा तिग्रालाई ओइल्याउँदै कहिले मसँग सुटुक्क भनिसिन्थ्यो, हेर पण्डितजीका तिग्रा, हाम्रै दिज्यूले धेरै नपढेर के गर्न? मदन लहरी, 82 गजल, सुक्ति सिन्धु र मैतालु छोरीको कथा उहाँलाई कण्ठस्थै थियो। त्यसैले लभका कुरा गर्न त कसले सक्थ्यो र? तर बिचरो प्रसादी पण्डित अक्क नबक्क। आज आयो न गर्यो, प्रसाद लायो गयो, भोलि आयो म गर्यो, प्रसाद टक्र्यायो गयो। दिज्यूले जतिसुकै नक्कल झक्कल र अक्कल गरे पनि ऊ मुन्टो उठाउन सक्ने होइन। केही गर्दा पनि प्रसादी पण्डितलाई पगाल्न नसकेपछि हाम्री दिज्यूले लभ गर्न थालिसकेको थियो पानी पाण्डेसँग। हुन त उसको पुरा नाम मार्कण्डेय बहादुर पाण्डे छेत्री हो रे, तर खलङ्गामा पानी ओसार्ने काम गर्ने हुँदा उसलाई सबैले भन्थे पानी पाडे। उसको अर्को गुण थियो झारफुक गर्ने। कसैलाई बौसी झार्नु पर्यो, कसैलाई उल्टा खुवाउनु पर्यो, कसैलाई देवता पन्छाउनु पर्यो इत्यादि सारा कुरामा निमन्त्रित हुन्थे उही पानी पाडे। त्यसैले पानी पाडेसित लभ परेको ताका हाम्री दिज्यूलाई पनि अकस्मात छोप्ने व्यथा लाग्थ्यो। हेर्दा हेर्दै तन्द्रङ्ग लडिसिन्थ्यो र इन्तु न चिन्तु जस्तो देखिसिन्थ्यो। अनि पाडेलाई नबोलाई सुखै थिएन। जब पाँडे आएर गाला मुसारिदिन्थ्यो अनि पिलिक्क आँखा पल्टाएर दिज्यू मर्जी हुन्थ्यो, पानी धेरै बयान यहाँ किन गरिरहनु अघि, लहरो तान्दा पहरो गर्जेला भन्ने डर। अब तपाईँ नै भन्नुहोस्, यो वातावरणमा हुर्केको म एउटा सधैँ लोग्ने केटोको दिलमा लभको धोको के सानो थियो होला त? तर के गर्नु, लभ गर्न पनि पूर्वजन्मको कमाई नभई नहुने रहेछ। जुन बेलासम्म जर साहेबी थियो त्यस बेलासम्म आफू थियो गान्टेमुला जत्रो छौडो। खाली अहिलेका दिज्यूका चिठी भिनाजु कहाँ लगिदियो, कहिले दाज्यूका चिठी भाउजू कहाँ, आफूलाई पत्याउने कसले र? जब कुरकुरे वैँसले छोला छोला जस्तो भयो थियो। शान शौकत रोब रवाफ इतिश्री। 2007 सालपछि राजनीतिक अधिकार मात्र खुलेको होइन, लभ गर्ने अधिकार पनि सर्वत्र खुल्यो। त्यसमाथि बराबर बढ्दै गइरहेका सिनेमा भवनहरूले ठिटाठिटीहरूमा लभको प्रयोगात्मक तालिम दिन थाले। दरबारिया होस् कि घरबारिया होस्, केटाकेटी पुतली खेल्दा समेत लभ गराई खेल्न थाले भने दुनियाँ नै लभमय भएन त? ब्यारे दुनियाँ नै लभमय भन्न चाहिँ सकिँदैन, किनभने यही दुनियाँको एउटा बाबु साहेबले अझै लभर पाइसकेको थिएन। कुरा बुझ्नुभयो कि भएन कुन्नी? जर साहेबबाट 81 जनतामा परिणत भएपछि हामीले डेरा लिएका थियौँ साग बजारमा। खाली राएको साग बेच्ने आइमाईदेखि कोही थिएन वरिपरि। तिनै मध्येकी एउटी लुरिया भन्ने दिदी बिहान बेलुकै हामी कहाँ राएको साग लिएर आइपुग्थिन्।
पहिले त मेरो बाबु साहेबी आँखाले त्यतातिर वास्तै गरेन। अलिक दिनपछिदेखि भन्न थाल्यो, नहुनु मामा भन्दा कानो मामा निको। यसो भन्दा उनी कानी थिएन कि भन्ने शङ्का गर्नुहोला। आँखा त सबुतै देख्थिन्, बरु कान चाहिँ अलि बाक्लै रहेछन् क्यारे। मैले दिल देके देखो भनेर चिच्याउँदा पनि छुधाए भनेर हिँडिदिन्थिन्। उनको कानमा गएर म तिमीलाई लभ गर्छु भनी प्रष्टै भन्न कहिल्यै हिम्मतै आएन। जब भनौँ भन्यो मुटु ढुकढुक गर्थ्यो, खुट्टा लगलग, मानव फिल्मी एक्ट्रेससँग बोल्न लागे जस्तो। बल्ल बल्ल एक साँझ जिजुबाजे जङ्गबहादुरदेखिको आँट बटुलेर मैले उनलाई बाटो छेकिदिएको त डाको छोडेर घर थर्कुन्जेल कराइन्। यामा बाबु साहेब याजी। अब भएन के, वल्ला घर पल्ला घर सारा जम्मा भएर के भन्न थालिहाले। टुँडी खेलमा साँडेला गाईले लखेट्यो भने त एक जन्ती भद्रभद्रिकाहरू तमासे हुन्छन् भने त्यहाँ त के चाहियो। तर मान्छे म ठुलो घरानको थिएँ र मात्रै, नत्र बेज्जतै हुने। त्यसपछि धेरै दिनसम्म मैले कसैसित पनि लभ गर्न सकिनँ। अगुल्टोले हान्दा बिस्केको कुकुर बिजुली चम्किँदा पनि तर्सन्छ भने चाहिँ जुनसुकै आइमाई देखे पनि त्यस्तै हुन्छ कि भन्ने शङ्काले मलाई सताउन थाल्यो। निकै दिन त म सन्त महाराज नै भएँ भनिदिए हुन्छ। तर बालककालदेखि भरिएको लभको तिर्सना किन मर्थ्यो र? जहिले पनि तुलबुल लागिरहने। सबै लभका गफ लडाउँछन्, आफ्नो भने छैन। कति दिन भित्ताको क्यालेन्डरमा भएकी युवतीलाई हेरिबसेँ, कति पटक हुँदै नभएकेलाई चिठी लेखेँ। उसले आफूलाई लेख्ने भाकामा पनि कैयौँ चिठी लेखेर साथीभाइलाई देखाएँ। हुन त मलाई थाहा थियो स्कुल कलेजतिर गए त अचेल लभ गर्न पाइहालिन्छ नि। तर फसाद के भने स्कुल कलेज गएपछि अलिअलि पढ्न त परिहाल्यो। पढ्न भनेपछि आफूलाई स्वास्नीको क्रिया बसे जत्तिकै गाह्रो लाग्ने। लभको लालसाले गर्दा पढाइको झन्झटमा झेलियो भने मह खान गएको माखो जस्तै हुन के बेर। त्यसैले स्कुल कलेज जाने आँट पनि आएन। एक विचार थियो, स्कुलमा विद्यार्थी नै भएर जानुपर्ने के छ र, जागिर खाएर गए पनि त हुन्छ नि। तर जागिर पो केमा खाने नि? मास्टर प्रोफेसर आफूलाई दिँदैन। पाले हुँ भने आफू जर साहेबको दर सन्तान। त्यसैले यो विचार पनि उतिखेरै तुहियो। तपाईँलाई थाहै छ, म त्यतिखेर साताका सातै पटक सिनेमा हेर्ने गर्थेँ। पहिले त खाली हेरिन्थ्यो मात्र, तर जति पछि हुँदै गयो उति सिनेमाभित्रको मर्म दिमागमा चढ्दै आयो र आफूलाई पनि एउटा सिनेमाको पात्र जस्तै बनाउने धोको बढ्न थाल्यो। तर मूल फसाद त उही थियो, पात्री पाउने कहाँ। म पनि जुक्ति बुद्धि त जान्ने हुँ। जे भए पनि प्रजातन्त्र नेपालको राजधानीमा हुर्केको भूतपूर्व बाबु साहेब। सिनेमा हेर्न जाँदा पहिले नै टिकट घरमा 1-2 घन्टा पर्खेर हेरिरहन थाले। जब कुनै महिला, त्यसमा पनि पाएसम्म एक्ली नक्कली चाहिँ महिलाले आफ्नो आधुनिक ब्यागबाट रुपियाँ निकालेर टिकट लिन्थिन्, म पनि त्यही श्रेणी र त्यही लङमा उनको भन्दा पछिल्लो नम्बरको टिकट हत्तपत्त किनिहाल्थेँ। आफूले कस्तो चातुर्यपूर्ण डिप्लोमेसी चलाएँ भन्ने मेरो फुर्काइ त्यतिखेर गएर पानी बन्थ्यो जब ती महिला भित्र पुगेपछि ठाउँ साटेर बसिदिन्थिन् र आफूनिर त कुनै बडेमानको थाक्से थेच्चिन आइपुग्थ्यो कि कुनै आफू जस्तै म्यास्कुलिन जेन्डर। अनि फतक्क मेरो हिम्मत गल्थ्यो, रनक्क रिस उठ्थ्यो। 3 घन्टासँगै बस्न पाए कसो आकर्षित गर्न नसकुला भन्ने मेरो आत्मविश्वास थियो। तर एक दिन सँगै परेकी एउटी कठिनी अधवैँसेले पनि हिँड्ने बेलामा सारीको सप्कोले हानेर हिसी नपरेको मोरो भन्दै निस्किदी। अब भएन कि? बुवा मुवाले बिहा गरिदिने अठोट नगरी बक्सेको त होइन, तर मलाई लाग्यो अचेलको युगमा पनि टिनीपुटी झ्याइ गरेर चिन्नु नजान्नु कि केटीको लगनगाँठो कसले समातोस्। फेरि जात मिल्नु पर्यो, भात मिल्नु पर्यो, घरान घुरान सबै मिल्नु पर्यो। त्यसैले मैले त प्रष्ट भनिदिएको थिएँ, मेरो बिहासियाको कुरो गर्नु पर्दैन, म ब्रह्मचारी बस्छु, ब्रह्मचारी। मुमाको मर्जी हुन्थ्यो, झ्यालमा बसेर 7 रोटीसँग आँखा जुदाउँछ स्याल। तर गाई खाने भए 17 रोटीसँग मैले आँखा जुदाएको थिएन। तपाईँलाई भन्न के को लाज, एकपल्ट एउटीसित भने हेराहेरमा निकै लभ परेको थियो। 4 दिनसम्म लगालग हेराहेर भएपछि मैले उनलाई लेखेको चिठी सुनिहाल्नुहोस्। झ्यालवासिनी मन्द सुहासिनी माई डार्लिङ,
नयन रूपी कपमा सौन्दर्य रूपी चिया खाँदा खाँदै जादुगरले सर्प लट्याए झैँ तिमीले मलाई मोहनी लगायौ। समाका बीच परवाना जले झैँ म तिम्रो चञ्चले आँखामा जलिरहेछु। कति जालिम छ तिम्रो दिल, मैले तिम्रो लभालु बाहुलीमा सर्वस्व न्यौछावर गरेको छु। प्लिज डार्लिङ, मेरो सच्चा प्यारलाई अझै तिमीले ठुक्रायौ भने म यही झ्यालमा टाईको पासो लाएर मर्नेछु। याद राखे, लभ इज ब्लाइन्ड। उही प्यारको पासो आँचल सिंह। यो चिठी पुगेपछि दुवैतिरका बुढियाहरूले साँच्चै आगो बाले। उनको र मेरो हुर्किसकेको लभ पनि त्यही आगोमा डढेर खरानी भयो। झ्यालमा आँखा जुधाएको नजुधाएको कुरा यति हो। त्यसपछि त मलाई आत्महत्या नै गर्ने झोक चल्यो। एक दिन राति रानी पोखरीमा डुबेर मर्छु भनी गएँ पनि भित्र पसेर लुगा फुकालेँ। पाइन्टको खल्तीमा आफैले लेखेका 96वटा लभ लेटर रहेछन्। तिनलाई देख्दा आँखाबाट बर्र आँसु झर्यो। आफ्नै मायाले आफू रन्थनिए अनि च्वाप्प लभ लेटरलाई मोही खाएर फोकालिसकेको लुगा पनि हत्ता नपत्ता उन्दै उही अलक्षिना कुटीतिर फर्किँदै थिए। बिनसित्ती पुलिसले समातेर 7 दिन झ्याल खानमा कोचिदियो। तैरिन बुढी बाख्री किन भने चाहिँ एक दिन मलाई विचार आयो त्यही पिँडालु पसल्नेसित लभ गरौँ। हाम्रो टोलकी पिँडालु पसल्ने उमेरले अलि छिप्पिएकी भए तापनि दिलले छिप्पिएकी थिएन। पिँडालु सखरखण्ड र आलु उसिनेर नाङ्ला भरि राख्थी र आउने जानेलाई मिजास र मुस्कान साथ सत्कार गर्थी। उसको मिजास र मुस्कान देख्दा उसका मै हुँ भन्ने भलादमीहरू पनि पिँडालु खान आउँथे। पिँडालु त के मिठो हुन्थ्यो र उसको मुस्कान मिठो थियो, मिजास मिठो थियो। त्यसैले म पनि दिनको 8 घण्टाभन्दा बढी सोही पसलमा बिताउने गर्न थालेँ। हुँदा पसल्नेको पिँडालु पखाल्ने, आलु उसिन्ने इत्यादि काममा पनि मैले सघाइदिन थालेँ। उसले पनि मलाई पैसा नतिरिकन पिँडालु र सखरखण्ड खान दिन थाली। हिमचिम र हेलमेलबाट ऊ अब त आफ्नी भइसकी भन्ने निश्चय गरेर एक दिन मैले डराई भने अब त तिम्रो र मेरो बिहा गरे पनि हुने हागी। मेरो कुरा सुनेर पिँडालु पसल्ने अक्क न बक्क परी पछिल्लोतिरबाट उसको छोरोले मलाई चिम्टाले यस्तरी हिर्काइदियो अझै मेरो गालामा बौसुले डामे झैँ डामेको खत छँदैछ। लभर र लोफर, जोगी र जोकर एकै त हुन्नी। न जात जाला भन्ने डर, न इज्जत जाला भन्ने डर। लभको धोको मनमा लागेपछि त्यस्ता लाज, घिन, शर्म भन्ने कुरा त नेता नेतीको नैतिकता चाहिँ कता पुग्दा रहेछन् कता। 4 पासेले जागिर खोजे चाहिँ धुइँती खोज्दा पनि मैले लभर नपाउँदा मलाई कहिलेकाहीँ त यस्तो पनि लाग्न थाल्यो छातीमा एउटा लभर चाहिएको छ भन्ने साइनबोर्ड झुन्ड्याएर 3 सहर नेपाल फोनको मारौँ। तर साइनबोर्ड नबनाइसक्दै एउटा कुटुनाले खबर ल्याएछ आँडै गाउँतिर भने जस्ता लभर पाइन्छन्। पत्यार त उत्तिको लागेको होइन, तर ढाँटा निम्तो खाइपत्याउनु भन्ने सम्झेर भोलिपल्टै कुदेँ उतातिर। संजोगवश मेरी दिज्यूको ब्याइतेपट्टिकी नन्दकी मितिनीको भदाको घर रहेछ उही आँडै गाउँमा। पुसको महिना बिहान 8 बजिसक्दा पनि कुहिरो उग्रिएको थिएन। म आफू बसेको घर मुनि डिलमा बसेर आफ्नो वेदनाको रन्कोमा एउटा विरह गीत गुनगुनाइरहेको थिएँ। तपाईलाई थाहै होला त्यतिखेर म साँच्चै कवि र सङ्गीतकार बनिसकेको थिएँ। लभको चक्करमा घुम्दाखेरि जति ठक्कर पाइन्छ उति आधुनिक कविता र सङ्गीतको मूलफुट त छ भन्ने कुरो तपाईलाई थाहा नपाएको भए थाहा पाइहाल्नुहोस्। त्यस बेलाका मेरा गीतहरू देख्न पाए तपाईँ छक्कै पर्नुहुन्छ। कस्ता रोमान्टिक र विरहात्मक गीत लेख्थेँ म। म गुनगुनाउँदै थिएँ। एउटी आइमाई अलि परबाट तलतिर ओर्लिन्। नाक मुख त मैले देख्नै पाइनँ, तर उनको कपाल खास्टो रातो चट्टी निलो फरिया लचकदार हिँडाइ देख्दा मैले ठम्म्याएँ। एउटी भैँसालु केटी मेरो जस्तै विरहावेशमा एक्लै भौतारी रहिछिन्। यस्तो देख्दा देख्दै चुप लागेर बस्नु त हात परेको चिज गुमाउनु हो भन्ने सम्झी म पनि लागेँ पछि। नजिकै पुगेपछि स्नेहालु स्वरमा मैले सोधेँ, यस्तो जाडोमा एक्लै कतातिर हो दिदी? मेरो कुरा सुन्न साथ मुन्टो फर्काएर उनले पुलुक्क मतिर के हेरिथिन्, मेरो सातो पुत्लो उडिगयो। ऊ त रहेछ त्यही गाउँको सुब्बा, रेशमी लुङ्गी लगाएको, कानसम्म डम्बर कुमारीको खास्टो ओढेको, रातो जनना स्लिपर लगाएको, पाखातिर हावा खान लागेको सुब्बा। आँखा जुत्ना साथ बुद्रुक्क मृग उफ्रे झैँ उफ्रेको म आफू बसेको घरमा पनि नगइकन आइपुगेँ साग बजारमा। बेलुका जब आफ्नो ओछ्यानमा पल्टेँ नाना थरी तर्क वितर्कहरू चले।
म सिनेमा लोकमा जन्मेको भए पनि हुन्थ्यो। सिनेमामा साइकल जुधे पनि दिल जुत्छ, तर यहाँ मैले जुधाउन मात्रै होइन, एकपटक एउटी युवतीको साइकलमा ठक्कर खुवाएर साइकलको गेडी र घोडाको गेडी एकैपटक फुकाल्दा पनि लभ हुन सकेन। बरु 2 महिनासम्म आफूले अस्पतालमा कुरिज खानु पर्यो। युवतीको दयाभरि दृष्टि पर्छ कि भनेर अलिक दिन त रिक्सा चलाउने विचार पनि गरेँ र चलाएँ पनि। तर पहिल्यै दिन रिक्सामा बसेकी युवतीले बढ्ता कुरा गर्ने बात लगाएर मूल सडकमा चप्पल चखाइदिन्। माझ निधारमा लभको निशाना स्वरूप फुरेउला जत्रो टुटिलको उठ्यो। यस्तै 2-4 पटक राति टुँडी खेल नडुलेको पनि होइन, 2-4 पटक रात बस्दै जात्रा हेर्न नगएको पनि होइन। तर कुनै पनि उपाय नलागेपछि के गर्नु? रूप छैन भनौँ भने हाडभन्दा पनि सेतो छु, हिस्सी छैन भनौँ भने मेरो सुलुत्त परेको हनुमाने ओठ प्रख्यातै छ, फेसन छैन भनौँ भने परिआएको खण्डमा आङमा आँचल र टाङमा टाई बाँधेर हिँड्न पनि सक्छु। कुल घराना जर साहेबको भइगयो। यो दुनियाँ नै यस्तै छ, कसैलाई खातै खात, कसैलाई पुरपुरो मात, अघाएकालाई भातै भात, भोकालाई खाली पात। रात धेरै बितिसक्दा पनि यस्तै विरह र बिलौनाका तर्क वितर्क गर्दै म छटपटिरहेको थिएँ। एकाएक मेरो अगाडि एउटी युवती उभिन आइन्। निकै राम्री, पढे गुनेकी, देखे सुनेकी आधुनिक युवती। मन्द मुस्कान छाड्दै थुपुक्क आएर मेरो सिराननिर बसिन्। नौनी भन्दा पनि नरम उनका हात पाखुरामा सुमसुम्याउँदै मैले भने, प्रिय मेरी आँखा की नानी, हृदय की रानी, प्रेम की खानी, लव की दानी, माया की पानी भरिएकी जवानी इत्यादि। उनले पनि च्वाममा एक फेरा मेरो निधार चुमिन्। उनले चुमेकी मात्र के थिइन्, मिठो सपनाबाट म झल्यास बिउजे। हेर्छु त घरैकी काली बिराली म्याउ गर्दै लुसुक्क झ्यालतिर लागि। अब भन्नुहोस् त, मेरो बाबु साहेबी खप्परमा लभ गर्ने कुरो त लेखिएकै रहेनछ त। व्यङ्ग्यकार भैरव अर्यालको हास्य व्यङ्ग्य सङ्ग्रह काउकुतीबाट बाबु साहेबको लभ।